त्यो ऐनावाला आएको हुनाले रेकर्ड गरेको हो। ऐनाले पनि अब यो भित्ता भरि हो। ऐना सबै झरे यार उसले त्यो झरेर सम्हालेर राख्या हुन्। पुरै टन्नै सम्हालेर छन् सम्हाल्न पनि। ऐना राख्दा राख्दा भित्ता भरिदियो गर्दा कहाँसम्म पुग्ने रहेछ। त्यहाँ माथि पनि रहेछ। हामी यतिजना छौँ। काठमाडौँबाट हाम्रो कोसी चाहिँ रातो पानी भएको छ। पानी सेतो पनि छ, रातो पो छ त लु। बनाइराख्नुपर्ने छ त। बाइक एक्सिडेन्ट भयो भने खुत्रुक आउँथ्यो। आउँथ्यो भनेको होइन, तर म टिकटक भन्दा पनि बढी युट्युब हाल्छु। त्यस्तो चिज त टिकटकमा त भाइरल भइहाल्छ। त्यो आइको चाहिँ हुन्थ्यो। मान्छेले कमेन्ट गर्थे के भन्दाखेरि कस्तो एक्सिडेन्ट हुँदा मोबाइल ठिक्क भएर राख्नु अगाडि पनि थाहा भयो जस्तो भन्ने कमेन्ट बढी आउँछ त्यसमा। हामीलाई त यस्तो कहिले हुँदैन त, हाम्रोबाट त कहिले रेकर्ड हुँदैन त भनिन्छ। किलोमिटर फुटबट रहेछ नि। भिडियो त यहाँतिर मान्छेले त बबाल दिन्छ हो दाइ, यस्तो बबाल दिन्छ क्या। टिकटकतिर त खतरा भाइरल हुन्छ। त्यही ऐनाको पनि कस्तो भाइरल हुन्छ खालि। यो सिन कम दामी आएको छ त यहाँ। रेकर्ड गर्दा गर्दा हातै गल्छ र मात्र न त। काठमाडौँदेखि अहिले म बर्दियासम्म रेकर्ड गरेर हालिदिन्छु। बाटो यस्तो छ है भने यहाँ राख्नुपर्छ अगाडि स्ट्यान्ड राख्नुपर्छ। हामी त के गर्ने, अन्ची दामी हुन्छ। तपाईँले त त्यही गाडी हाँक्ने पनि त्यसले एउटा भिडियो पनि हाल्ने गर्नुभयो भने त्यही त राम्रो भयो नि त। दुईतिर कमाइ पो हुन थाल्ला त झुकिएर कहिलेकाहीँ त। युट्युबमा केही चाहिँदैन, भ्युज र वाचहरू पुग्यो भने भइहाल्यो। के अरे सब्सक्राइबर र वाचहरू पुग्यो भने भइगयो। युट्युबबाट चाहिँ पैसा कतिको आउँदो रहेछ? आउँछ, चलाउन जाने गर्न जाने त किन नआउने। तपाईँलाई पकेट खर्च तपाईँको लागि त हुन्छ, हाम्रो लागि चाहिँ भनेको त्यति सम्भावना देख्दिनँ कि। हामीलाई भनेको व्यस्त हुन्छौँ बिहान 7 बजे बेलुका 9 बजीसम्म कतिखेर उ गरेर कतिखेर बनाउने भन्ने हुन्छ होइन। तपाईँहरू त हिँडिराख्नु भएको छ, गयो टक्क एडिट गरेर हालो। यस्तो हामीलाई मौका कहाँ हुन्छ? तपाईँलाई त 2 दिनमा एकचोटि रेकर्ड गरिरहेको कहिले के थाहा। ऊ आइको जस्तै भयो भने झन् भाइरल
नयाँ नयाँ ठाउँमा होइन अनि त्यो मान्छे कस्तो मजाले लडे सम्झिरहेको छु अनि त्यो राइटबाट लेफ्ट गयो अनि राइट मोडिन खोज्दा धेरै मोडिएर सुत्यो क्या स्कुटी होइन त्यही हो डाइरेक्ट छेउमा गयो नि त चिप्लेर पनि लड्यो क्या हल्का गिटी पनि थियो चिप्लिने नै तपाईँको गिटीमा चिप्लिने हो क्या हो अहिले त त्यो के अरे यात्रा गर्नु नि छ भने नि बाइक किन्नुभन्दा त 5 लाखको सिम्पल गाडी किन्यो भने एक्लै यात्रा गर्न त्यो पनि दामी हुन्छ बरु कार 5 लाख सान पनि हुन्छ घर परिवारै जान्छु भन्दा नि चट्ट मिल्छ होइन बाइक किनेर फाइदै छैन अहिले बाइकको फाइदा छैन पानी परे नि मतलब छैन ताल परे काठमाडौँमै मान्छेले दक्षिण गाडी ल्याउने चौबार लाने मनोकामना लाने गर्दा नि भयो त्यो थोत्रो गाडी भए पनि भइगयो नि तपाईँलाई यात्रै गर्दा ल जाने हो बर्दिवासम्म भन्नु नि आफू जाँदाखेरि ल चढ्यो भने 900 रुपियाँ ती कमाइ भइहाल्यो पहिले काहीँ त त्यो पनि गर्छ नि त आफ्नै मान्छे हो भनेर हालेर त्यस्तो पाइयो नि त एकजना त 1-2 जना 1000 उसले त कारमा चढ्न पाएछ क्या 900 1000-1500 मस्त तिर्छ होइन हामीले पनि तपाईँको बाटो हेरेर पछि पहिला भाडा दिन मन नलाग्ने पछि चाहिँ यति त दिन्छु बरु जस्तो हुन्छ क्या हो नि गाउँघरतिर छोटो यात्रामा पनि पैसा अलि दिन मन लाग्ने बाटोमा त्यस्तै हुन्छ पहिला उभिएर जान पाउँदा त खुसी हुन्थ्यो छतमै चढ्न पाउँदा खुसी हुन्थ्यो अहिले भने जस्तो सिट चाहिन्छ ओटमै बस्न पाउँदा होइट गर्दै रमाउँदै हिँड्थ्यो त सिटको के कुरा सिटमा भन्दा त हुटमै राम्रो छ झर्छ भनेर मात्रै हो होइन याची तीन यार वो मतलब खाल दे तो कांदा काट दो खाल तेरे दो गेला जी कौन कोट दो एकदम जी आने तीन लड़े बोलता ठीक है जी साधारण ठोकपा तीक्ष्ण पापाये छलाङ व्यवस्था भइदिएर Mandar malay hai tik lama tala the nam ko bari yaar chai na swar hoda khalan mo mya gar mo dolo pavo be cover chhod do dilo Pango hospital ni
रुपये कहिले गए चिज भएको छ झम्मन चेक्रो पर्ने मान्छ त जिउको छ जिउको There's a mirror. Laladiko til jalaman bachau. Til bachau, chau jogat bachau ana mara til jalaman. तपाईँ नेता बाबा दिखे मान्छा बरो बेबा चोट में आता था मैं मोरियर चोट पड़क में आता नहीं ट्रैंगर बम थे तो कम जोर तो शी मुझे वो चिल मुझे माना मानता तो भाई क्या टॉयलेट